तिमलाई छोडी कस्तो राम्रो तपाईको आवाज भन्नु। राजु लामाले खेम सेन्चुरीबाट गीत सिक्दा भयो बब्बाल। दुर्गेश थापाले नारायण गोपालको गीत गाएको जस्तो हुन्छ कि भन्ने डर पनि थियो। कसले सोचेको थियो यस्तो हुन्छ भनेर। राजुले खेमको 20% पनि गाउन सकेन। हेर्नेको हाँसो रोकेन भने राजुले माया गर्ने चुप लागेर बस्न सकेन। फेरि भन्छ के त तिमलाई छोडी लाइभमा तपाईले देख्नै पर्ने दृश्य। द भोइसको लाइभ स्टेजमा कोच खेमले राजुलाई दोहोरी सिकाइदिँदा राजुको सुर कहाँ कहाँ उछिनिन्छ, ताल कता कता हराउँछ। दर्शक एकछिन हेर्नु कि हाँस्नु भयो भन्ने अवस्थामा। र अनि राजुले खेमको धागो र चङ्गो बोलको गीत सिक्दा यति कडा हरकत गर्न थाले कि दर्शक चिच्याइदिए। खेम सरको आवाज त घुम्यो, राजुको कहिले घुम्ने। तर वेट, यस्तो ट्विस्ट कोचको इतिहासमै पहिलो पटक। द भोइस अफ नेपालको लाइभ चलिरहेको थियो। स्टेज शान्त थियो। क्यामेरा खेम सेन्चुरीको मुखमा फोकस हुँदै थियो र अचानक राजु लामाले घोषणा गर्छन्, आज म खेम सेन्चुरीबाट दोहोरी सिक्न चाहन्छु। दर्शक, वाट? राजु दोहोरी, त्यो पनि खेमबाट? कसैले सोचेको थिएन यो दिन पनि आउँछ भनेर। स्टेजमा बस्ने मेलिना हाँस्दै भन्छन्, ए आज त लाइभ क्लास चल्ने भयो। खेम सेन्चुरीले आफ्नो सुपर हिट लाइन निकाल्छन्, तिमलाई न म त गीत गाउन सक्दिन। भन्छन्, तिमलाई छोडी जान्न म पटक्कै मन मान्दैन। खेमको आवाजमा मिठास, लोक फ्लेभर, हरकत, तान सबै पर्फेक्ट। दर्शक त छटपटिन्छन्, यो त ओरिजिनल भन्दा मिठो। तर राजुलाई पालो आउँछ र राजु सुरु गर्छन्। सुरु भएको 5 सेकेन्डमै क्यामेरा क्रू हाँस्न रोक्दैनन्। तर दर्शक च्याट बक्समा लेखिरहेका थिए। गीत सुनेर दिमाग घुम्यो, राजु सरको आवाज घुमेन। खेमले एउटा सिकाउँछ, राजुले अर्को पारामा गाइदिन्छ। दोहोरी गीत होइन, मोडर्न फोक फ्युजन बनेर निस्क्यो। खेम सेन्चुरीले सिकाउने, तर राजुले आफ्नै भर्जन निकाल्दिने। खेम भन्नुहुन्छ, राजु दाई ताल यहाँ मिलाउनु पर्छ। राजु भन्छ, ठिक छ बुझे। तर गीत फेरि गाउन खोज्दा राजुले आफ्नो मङ्गोलियन हार्ड सिग्नेचर सुरमै लगाइदिन्छन्। ट्यालेन्टदेखि भ्युअर सबै चिच्याइदिन्छन्। कोच खेम त दोहोरीको किङ अनि राजा अनि राजु मोडर्नको किङ, तुलना गर्नै हुन्न। मेलिना हाँस्दै भन्छन्, एकैचोटिमा म टिप्छु भनेको कहाँ सक्नु, प्रमोद दाइले मात्रै हो टिप्ने त। पुरै स्टेज एकछिन हाँस्नै रोक्न सक्दैन। तिमलाई छोडी दुर्गेश थापाले नारायण गोपालको गीत गाएको जै हुने हो कि भनेर दर्शकहरू डराइरहेका थिए। कहीँ राजुले दोहोरी गाएर नेपालको फ्लोकमा भूकम्प ल्याउला कि भन्ने डर पनि थियो। तर भएन, राजु त राजा, किङ इज किङ। 3 करोड नेपाली मध्ये एकजनाले पनि राजुलाई नराम्रो भनेनन्। उल्टै दर्शकले भने दोहोरीको गीतलाई आधुनिक ब्रस अप गर्दै दिनुभएको छ राजु दाजुले। खेमको मिठास त सुन्दा मनै पग्लियो। राजु जोकर मोडमा हुँदा खेमलाई पप गीत गाउन लगाए मजा आउँथ्यो। यो लाइभ नै भ्युअर्सका लागि इन्टरटेनमेन्ट फेस्टिभल बन्यो। एक भ्युअर लेख्छन्, खेम सरको आवाज घुम्यो, राजु सरको कहिले घुम्ला। अर्को भ्युअर लेख्छन्, लोक दोहोरी सिकाउँदै मोडर्न पारामा बनाइदिनुले राजु सर मल्टी ट्यालेन्टेड हुन्। र त्यस्तो भ्युअर लेख्नुहुन्छन्, खेम त मिम ट्रोल बनेर सोसियल मिडियामा ट्रेन्ड हुन्थ्यो यदि खेम सरले पप आधुनिक गीत गाएका भए। पुरै नेपालमा मिम क्रिएटरले रातारात खानै नखाई भाइरल मिम बनाइदिन्थे। अन्त्यमा राजुले खेमको हात समाउँदै भन्छन्, मैले प्रयास त गरे, तर तपाईको लेभल नै अर्कै हो। खेम हाँस्दै भन्छन्, अरे तपाई मोडर्नको किङ, म दोहोरीको किङ, दुवैजनाको स्टाइल अलग हो नि दाई। स्टेज तालीले गुन्जियो र दर्शकको अन्तिम भर्डिक्ट आयो। राजु आफैमा किङ, खेम दोहोरीको किङ हो, दुवैमा तुलना गर्न मिल्दैन।
दुवै नेपालका हेरा हुन्। लाइभमा यस्तो कम्बो हरेक सिजनमा कहाँ देखिन्छ र? आजको यो लाइभले एउटा कुरा पक्का गरिदियो, जर्न फरक हुन्छ, स्टाइल फरक हुन्छ, तर ट्यालेन्ट भनेको ट्यालेन्ट नै हुन्। राजु र खेम दुवै नेपालका गर्व हुन्। हजुरहरूलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत पक्कै बताउनुहोस्।